यसलाई कनेक्ट गरेर हजुरले फ्री फायर नत्र पब्जीलाई आफ्नो फोनमा किबोर्ड र माउस कनेक्ट गरेर खेल्न सक्नुहुन्छ। यसको प्राइस चाहिँ दराजमा 1000 छ, तर हजुरले 400 खाली पनि किन्न सक्नुहुन्छ। यो एडाप्टरमा किबोर्ड र माउस कनेक्ट गर्ने बित्तिकै हामीले किबोर्ड र माउस युज गर्न सकिन्छ, तर त्यसलाई गेममा युज गर्नको लागि हामीलाई यो एप चाहिन्छ जसको नाम हो GG माउस प्रो 2। यो एपलाई ओपन गरिसकेपछि हामीले गेमलाई एड गर्नुपर्छ। हामीले कुनै पनि गेम एड गर्न सक्छौं। सो मैले फ्री फायर गेम एड गर्न जाँदैछु अनि एड गरेपछि मैले डन गर्छु। डन गरिसकेपछि यसमा लन्चको अप्सन आउँछ। लन्चलाई क्लिक गरेपछि फर्स्ट टाइम एप युज गर्दाखेरि एक्टिभेसनको पनि अप्सन आउँछ, त्यसलाई एक्टिभेट गर्छु अनि फेरि लन्च गर्छु। लबीमा आइसकेपछि हामीलाई कन्ट्रोलको सेटिङहरू मिलाउनु पर्छ, त्यही भएर म सेटिङमा जान्छु अनि कन्ट्रोलमा गएर कस्टमलाई क्लिक गर्छु अनि त्यसपछि जुन एपबाट हामीले लन्च गरेको त्यो एपको लोगो आउँछ ओभरलेमा, त्यसलाई क्लिक गर्छु अनि कन्फिगमा जान्छु अनि त्यसपछि अफिसियल की म्याप्समा जान्छु अनि चारवटा मध्ये कुनै पनि एउटा की म्याप्सलाई सेलेक्ट गरेर मैले अप्लाई गर्छु अनि फेरि ओभरलेलाई क्लिक गरेर म एडिटरमा जान्छु अनि त्यसपछि जोयस्टिकलाई गेमको जोयस्टिकसँग म्याच गर्छु अनि सबै बटनहरू मैले पहिला डिलिट गर्छु, किनभने मैले आफ्नो कस्टम बटनहरू राख्दैछु। कस्टम बटन क्रिएट गर्नको लागि हामीलाई डबल क्लिक गर्नुपर्छ, त्यही भएर मैले पहिला जम्पमा डबल क्लिक गर्छु अनि पछि एउटा बटन क्रिएट हुन्छ अनि मैले स्पेस बारलाई थिच्छु, त्यसपछि त्यो बटन स्पेस बारसित लिङ्क हुन्छ अनि क्राउचको लागि मैले फेरि त्यसमाथि डबल क्लिक गर्छु, नयाँ बटन क्रिएट हुन्छ अनि त्यसपछि क्राउचलाई मैले कन्ट्रोलसँग लिङ्क गर्छु अनि युजको लागि मैले यु बटन युज गर्छु अनि फेरि प्रोनको लागि मैले अल्ट बटन युज गर्छु अनि त्यसपछि म ओभरलेलाई क्लिक गरेर सेभ गर्छु अनि पछि गेमको पनि कन्ट्रोल सेभ गर्छु अनि त्यसपछि म लबीमा गएर गेमलाई स्टार्ट गर्छु। हेर्न सक्नुहुन्छ त जोयस्टिकले काम गरिरहेको छ। हाम्रो WASD मुभमेन्टको लागि हो जुन जोयस्टिकमा लिङ्क भएको हुन्छ अनि मैले क्राउच गर्नको लागि कन्ट्रोल सेट गरेको थिएँ, त्यही भएर मैले कन्ट्रोल थिच्ने अनि क्राउच हुन्छ अनि त्यसपछि अल्ट थिच्ने अनि प्रोन हुन्छ अनि माउस पनि राम्रोसँग काम गरिरहेको छ। यदि यो भिडियोमा 1000 लाइक्स आयो भने मैले आइफोनमा यो सेम चीज कसरी गर्ने भनेर सिकाउँछु।